कहाँ छौ कुशल तिमी? म घरमा छु एक्लै किन? म आउँछु रुम मिलाएर राख ल। बेटा मनमै लड्डु फुट। ओके सी यू। सिविल इंजीनियर हो दाई। सोचे थे जिंदगी मां एक भयो आजा। धोखा भयो बहिनी, धोखा भयो। मा कसम सिभिल इन्जिनियर हो दाई, धेरै पैसा कमाउँछ। सिभिल इन्जिनियर मात्र भएर हुन्छ? सिभिल इन्जिनियरको रुममा एउटा गतिलो फर्निचर छैन। ए बाबा, जसको घरमा एउटा गतिलो फर्निचर छैन त्यो घरमा मेरो बहिनीले जिन्दगी कसरी काट्छ? ला, तँ त मैले सोचेकै थिएन दाई। टेन्सन अलि सोच्नलाई तेरो दाइ छ। सोच त, भोलि तेरो योसँग बिहा भयो भने बहिनी ज्वाइँलाई भेट्न म यहाँ आउनु पर्छ। अनि के म भुइँमा बस्नु? एउटा गतिलो सोफा पनि छैन। दाइ, जुन तपाईँ फर्निचरको कुरा गर्दै हुनुहुन्छ हैन, यो ब्रान्डेड हो, अमेरिकाबाट ल्याएको मैले। अनि जुन कार्पेटमा तपाईँ बसिरहनु भएको छ नि, त्यो मात्रै 1.5 लाखको हो। अमेरिकादेखि फर्निचर ल्याउनुको सट्टा बानिया टारको त्यो रेनबो ट्रेड एन्ड सप्लायर्सबाट फर्निचर ल्याएकोदेखि मेरो बाउको के बिग्रिन्थ्यो? जति तपाईँले जे सामान भन्नुभयो नि हैन, त्यो सबै मलाई अब दाइजोमा चाहिन्छ। होइन भने नरिसाउ सुरक्षा, तिम्रो कान्छी बहिनी छ नि सृष्टि, मसँग भाग्ने रेडी छ।